हेलो गाइस, हजुरहरु स्वागत छ आज मेरो ब्लगमा। आजको ब्लग चाहिँ यहाँ मर्निङदेखि सुरु हुनेछ हैन। सो आज चाहिँ यहाँ ब्रेकफास्ट गर्दैछ। दुखा ए पानी पनि त्यस्तै पर्दैछ हैन, भिज्दै भिज्दै रहेछ यहाँनिर। गुड मर्निङ सर। गुड मर्निङ सर। गुड मर्निङ आन्टी। सो यहाँ केटाहरूले चाहिँ खाना खाएर बसिरहेछ। ओ कति रोटी खायो तिमीहरूले? कसले खायो? रियोले त खायो। ए आधी रोटी खाएको थियो। उसले आधा खाएको रहेछ होइन। मैले पनि भर्खर रोटी पेलेर बसेको, मजा आउँदो रहेछ रोटी पेल्नु बिहान बिहान। सो यहाँ हाम्रो सरले सर्भ गर्नुहुन्छ। इन लोग का मुँह स्टॉक कभी नहीं होगा, चपाते रहेगा। हुन्छ सर। सो गाइस अब चाहिँ तपाईँहरू म रिङमा भेटिन्छ होइन, खानासाना खाइन्छ। खानासाना खाएर सिधै हामी रिङतर्फ जाने हो होइन। त्यहाँदेखि भेट्छु गाइस, बाई। सो अब चाहिँ हाम्रो साथीको म्याच छ, ऋतिकको। यो म्याच खतम भयो। ऋतिक ओ ऋतिक नाच न। उसले फेसमा ज्याप जान्छ त्यहाँदेखि सिधै हान्ने फेसमा हान्ने होइन, ज्याप हान्ने त्यहाँदेखि फेरि यही जाँदैछ यहीमा। यहाँको प्लेयर राम्रो छ हौ, मोटे भनेर लु। Very good boys. Quick one, I will see the second round. The blue is the winner. Anshul Awad from GFC. So after this match हाम्रो साथीको म्याच छ। यस सर। ब्याट लागेको छ सर। उसको म्याच हो। स्वराज कस्तो लाग्दैछ? मोटोले ढलाउने भयो यहाँ। के अरे? आफै ढलेर आइदिरहेको। ढलेको मन पर्छ दादा, म ढलेको। अनि के त? होइन पनि के हो छ भन्दा? दामी दामी। लभली। सो थाहा छैन यो चाहिँ रेफ्रीले के गरेको, उतापट्टि झुला खाएको थियो होइन, यतापट्टि पोइन्ट दियो। You boys का जो गेम होगा वो हेडशॉट बैन करूँगा. केही हुँदैन। सो अहिले चाहिँ हामी यहाँ हल्का भोक लागेर खाना खान आएको थियो। चिकन ललिपप खाँदैछु, बनिँदैछ। अन्सु कस्तो लाग्यो एक्सपिरियन्स? मजा आयो? दामी खेल्यो तर। सेमिफाइनल कि फिनाले हो? सो अब चाहिँ मेरो म्याच आउन रहेछ होइन। आफ्टर आदित्य उयो के भन्छ आयुषको बाद मेरो म्याच हो होइन। सो आयुष बेस्ट अफ लक आयुष। ओ तिमीलाई पनि बेस्ट अफ लक छ। उसको बाद चाहिँ मेरो म्याच छ होइन। यहाँ मेरो कोचको आशीर्वाद छ मसँग, म्यामको आशीर्वाद छ मसँग। Second gathering. Round 2. Premda, lu best of luck.
Boston in the Jaga red corner. IBS sorry. सो अहिले चाहिँ हामी खाना खाँदैछु होइन म्याच पनि सक्यो सर सर हुनुहुन्छ म्याम हुनुहुन्छ म हुन्छु केटाहरू सबै खाइसक्यो होइन खाँदैछु सो आजको लागि ब्लग यति नै है गाइस सो भोलि अब सेमी फाइनल छ होइन सो डाइरेक्ट सेमी फाइनल भेटौँ